慈济与尼泊尔当地的非营利组织合作，展开了教育援助计划，为5所学校的贫困学生发放教育物资。而这一次更是提供了粮食援助，希望帮助孩子重返校园，感受学习乐趣。加皮罗卫乔达摩佛陀基础学校，孩子们整齐地坐着，等待志工们送来礼物。In this event, they are going to provide school bag, uniform, sweater, and some stationery item for them. And then they also arrange some rice, oil for nutrition food to them. 这是慈济与国际非政府组织协议进行的校园发放计划，为期3年，分别在蓝皮尼、加皮罗卫和丹加迪和3个非政府组织合作，每年为每个地区发放800份教育物资给贫困学生。यस्ता खालका सामग्रीहरू प्रदान गरेका छौं जसले गर्दा त्यो खरिद गर्न नसक्दा विद्यालय आउन वञ्चित थिए उनीहरूलाई त्यो कारणले गर्दाखेरि विद्यालयबाट वञ्चित नहुन् शिक्षाबाट वञ्चित नहुन् भन्नको लागि यो कार्यक्रम आयोजना गरिएको आज सक्रिय सहभागिता रह्यो हामीले कक्षा 1 बाट 4 सम्मको 1 2 3 4 गरेर 4 वटा कक्षाका 131 जना बालबालिकाहरूलाई यो शिक्षण सामग्रीहरू वितरण गरेका छौं। उहाँहरूले म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यस्तै नै हाम्रो देश नेपालमा भएको विभिन्न विद्यालयहरूमा पनि सहयोग गर्दै जाँदै र यस्तै नेपालको अझ प्रगति बढाउने र विद्यार्थीहरूलाई पनि उच्च गुणस्तरीय शिक्षामा हौसला प्रदान गर्दै म आज कार्यक्रममा धेरै सामानहरू पायो युज गर्छु पढ्न सजिलो हुन्छ।2个非营利组织的合作，补足贫困学生上学的所需，希望孩子们回到校园，重新感受学习的乐趣。大爱新闻阿马凯什，尼泊尔报道。